हाम्रो बहिनीले चाहिँ एउटा कानमा एयरपोर्ट लाउनु भएको थियो अनि मैले एउटा क्वेसन सोधेँ के अनि क्वेसन चाहिँ के थियो भने एउटा कानमा लाउँदाखेरि एयरपोर्टले किन कम्पनीले दुईवटा बनाउँछ एउटा बनाउनु पर्ने भनेको एउटा कानमा लाउँदाखेरि एउटा कानले सुन्ने अर्को कानले फेरि चार्ज गरेर नेक्स्ट अर्को लाउने एयरपोर्ट भन्ने त्यही भएर मैले एउटा क्वेसन सोधेको उहाँलाई क्वेसन मेरो प्रश्न चाहिँ के थियो भन्दाखेरि यदि उहाँले एउटा आँखाले 10 किलोमिटर हेर्न सक्नुभयो भने अर्को आँखाले कति किलोमिटर हेर्न सक्नुहुन्छ भन्नु त बहिनी 20 किलोमिटर हेर्न सक्नुहुन्छ त्यही भएर उहाँले चाहिँ एउटा कानमा एयरपोर्ट लाउनुको अर्को कानमा नलाउनु भनेको बुझ्नुभयो नि तपाईँले तपाईँहरूलाई नि आन्सर उत्तर थाहा छ भने ल भन्नुहोस् के हो अर्कोले 20 किलोमिटर हो त्यो त एकदम राम्रो कुरा भन्नुभयो काली छैन तपाईँ गोरी हुनुहुन्छ अब उहाँलाई बहिनीलाई दोस्रो प्रश्न सोध्दैछु मैले त्यही प्रश्नलाई जोडेर अब जस्तो कि अब हामीले मेजरमेन्ट गर्छौँ कुनै चिजको होइन तपाईँलाई थाहा छ होइन केजीमा गर्छु तोल गर्छु कटन थाहा छ नि त्यो कटन भनेको कटन र यता कटन 10 केजी कटन यता चाहिँ 10 केजी आइरन होइन अनि यस्तो मेजरमेन्ट स्केल अथवा कुनै चिजमा राखेर गर्दाखेरि कुन भारी हुन्छ ल भन्नुहोस् बहिनी फलाम त्यो पनि राइट हो त्यही भएर उहाँले चाहिँ एउटा कानमा एयरपोर्ट लाउनु होइन ल आजको तेस्रो प्रश्न बहिनीलाई दुईवटा प्रश्न त उहाँको राइट भइसक्यो अब तेस्रो प्रश्न तपाईँलाई तेस्रो प्रश्न चाहिँ अलिकति हार्ड हुनसक्ला है एउटा चाहिँ कुवा थाहा छ नि वेलमा कुवामा सुक्खा कुवामा 10वटा भ्यागुता थियो होइन 10वटा भ्यागुता थियो एउटा कुवामा एउटा मर्यो त्यो एक्सिडेन्ट भयो मर्यो त्यहाँनिर है त अब कतिवटा त्यो कुवामा भ्यागुता बाँच्यो हो 9वटा त्यो चाहिँ अब जस्तो कि एउटा कुवा थियो कुवामा चाहिँ 10वटा भ्यागुता थियो एउटा मर्यो अब त्यो कुवामा कतिवटा भ्यागुता छ कतिवटा बाँच्यो 9वटा बाँच्यो हो त्यही भएर बहिनीले एयरपोर्ट एउटा कानमा एयरपोर्ट लगाएको अरे ल इङ्ग्लिसको सवाल आयो कि यहाँनिर इङ्ग्लिसमा सोध्छु ल बहिनीलाई अचारलाई इङ्ग्लिसमा के भन्छ ल भन पिकल भन्दैन इङ्ग्लिसमा अचारलाई नट अ सस इङ्ग्लिसमा अचारलाई के भन्छ लु भन्नु पिकल होइन अचार बुझ्यौ नि इङ्ग्लिसमा अचार भन्छ तिमीले पिकल भन्छ